नमस्ते। जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब अगाडि बढ्ने बाटो नै देखिँदैन, एकदमै गाह्रो महसुस हुन्छ। हो, त्यस्तै कठिन समयपछि जीवनलाई फेरि कसरी नयाँ तरिकाले सुरु गर्न सकिन्छ त? आज हामी यही विषयमा केही महत्त्वपूर्ण चरणहरूबारे चर्चा गर्नेछौँ। हो, जीवनमा यस्तो मोड आउँछ जब अगाडिको बाटो भेटाउन लगभग असम्भव जस्तै लाग्छ। सायद हामी सबैले कुनै न कुनै बेला यस्तो अनुभव गरेका छौँ होला, एकदमै हराएको, अल्मलिएको र अब कता जाने भन्ने नै थाहा नभएको जस्तो। तर एउटा कुरा के याद राखौँ भने यो भावना सधैँका लागि होइन। त्यसो भए जब सबै कुरा टुटेको, भत्किएको जस्तो लाग्छ, त्यहाँबाट नयाँ सुरुवात कसरी गर्ने त? आजको हाम्रो मूल प्रश्न नै यही हो। ल आउनुहोस् यसको जवाफ खोज्न सुरु गरौँ। टुटेको अवस्था, सुरुवातको बिन्दुलाई बुझ्ने। सबैभन्दा पहिले त यो टुटेको वा कमजोर महसुस हुने अवस्थालाई बुझ्न जरुरी छ। यो अन्त्य होइन है, बरु यो एउटा नयाँ यात्राको सुरुवात हो। यही नै हाम्रो स्टार्टिङ पोइन्ट हो। अब आउँछ पहिलो चरण, पूर्ण स्वीकार, जुन निको हुने प्रक्रियाको जग हो। नयाँ सुरुवातको सबैभन्दा महत्त्वपूर्ण कदम भनेकै एक्सेप्टेन्स वा स्वीकार हो। अब स्वीकार गर्नुको मतलब जे भयो त्यो ठिक थियो भनेर मान्नु चाहिँ होइन है। यसको मतलब हो जे भयो, त्यो अब एउटा वास्तविकता हो भनेर मान्नु हो। यही जगमा उभिएर मात्र नयाँ कुरा बनाउन सकिन्छ। यो चित्रले सङ्घर्षलाई कति सुन्दर तरिकाले देखाएको छ हैन त? हो, स्वीकार गर्नु भनेको ठ्याक्कै त्यस्तै हो। त्यो मनमा बोकिरहेको भारी बोझलाई भुइँमा बिसाउनु जस्तै, जसले हामीलाई अगाडि बढ्न दिइरहेको थिएन। यो हार मान्नु होइन, बरु आफ्नो शक्ति फिर्ता लिनु हो। त्यसो भए स्वीकारको प्रकृति कस्तो हुन्छ त? पहिलो कुरा, विगतलाई बदल्न सकिँदैन, यो एउटा कट्टु सत्य हो। तर यसलाई स्वीकार चाहिँ गर्न सकिन्छ, र यही स्वीकार नै निको हुने प्रक्रियाको पहिलो पाइला हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने विगतमा जे भयो त्यसले हाम्रो आउने भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दैन। भविष्य त हाम्रो हातमा छ। अब दोस्रो चरणमा जाउँ, क्षमा खोज्ने, अर्थात् मनको बोझलाई हल्का गर्ने। स्वीकार गरिसकेपछि आउने अर्को शक्तिशाली कदम भनेको क्षमा हो। र यो अरूलाई भन्दा पनि अझ महत्त्वपूर्ण कुरा, आफैलाई क्षमा दिने प्रक्रिया हो। यसले मनको भारीलाई साँच्चीकै हल्का बनाइदिन्छ। यो चित्रले क्षमाको शक्तिलाई एकदमै राम्रोसँग देखाउँछ। यहाँ देख्न सकिन्छ यो मान्छे पछाडि फर्केर हेरिरहेको छैन, उसको ध्यान अगाडिको बाटोमा छ। क्षमाले हामीलाई दिने शक्ति पनि यही हो, पछाडि नफर्की अगाडि हेर्न सक्ने शक्ति। अब आत्मक्षमा भनेको के हो त? यसको सिधा अर्थ हो पुराना गल्तीहरूको लागि आफैलाई दोष दिइरहन छोड्नु। यो कुरा बुझ्नु कि विगतमा भएका गल्तीहरू पनि सिक्ने प्रक्रियाकै एउटा हिस्सा थिए। साँच्चै भन्ने हो भने जबसम्म आफैलाई माफ गरिँदैन तबसम्म अगाडि बढ्न लगभग असम्भव नै हुन्छ। ल अब तेस्रो चरण, साना साना कार्यहरू जसले अगाडि बढ्ने गति बनाउँछ। यहाँसम्म हामीले भित्री मनको कुरा गर्यौं, अब चाहिँ बाहिरी र ठोस कामहरूको कुरा गरौँ। यी कामहरू जतिसुकै साना देखिए पनि यिनले नै अघि बढ्न चाहिने मोमेन्टम वा गति पैदा गर्छन्। एउटा भनाइ छ नि, 1000 माइलको यात्रा पनि एउटै कदमबाट सुरु हुन्छ। हो, यो चित्रले त्यही शक्तिशाली विचारलाई देखाउँछ। साना साना तर लगातार गरिने कामहरूले नै हाम्रो आत्मविश्वास बढाउँछन् र अगाडि बढ्नका लागि चाहिने ऊर्जा दिन्छन्। र प्रगतिको लागि प्रक्रिया पनि एकदमै सरल छ। हेर्नुहोस् है, पहिलो कुनै एउटा सानो कामबाट सुरु गर्ने। दोस्रो त्यो काम पूरा गरेपछि आएको आत्मविश्वासलाई महसुस गर्ने। र तेस्रो यही प्रक्रिया हरेक दिन दोहोर्याउने। समय बित्दै जाँदा यिनै साना कदमहरू मिलेर एउटा ठूलो परिवर्तन ल्याउँछन्। अब चौथो चरण, आजमा जिउने, अर्थात् वर्तमानको शक्तिलाई बुझ्ने। यो चरणले हामीलाई विगतको पछुतो वा भविष्यको चिन्तामा अल्झिनुको सट्टा आजको दिनमा, अहिलेको क्षणमा ध्यान लगाउन सिकाउँछ। र नयाँ सुरुवातको सबैभन्दा बलियो आधार नै यही हो। यो चित्रमा कस्तो स्वतन्त्रताको अनुभव छ हैन? हो, यस्तै हल्का र स्वतन्त्र महसुस तब हुन्छ जब हामी भोलि के होला वा हिजो के भयो भनेर सोच्नुको सट्टा केवल आज के गर्न सकिन्छ भन्नेमा ध्यान दिन्छौँ। याद राखौँ, फेरि सुरु गर्नका लागि आजको दिन नै काफी छ। त्यसो भए अहिलेमा ध्यान केन्द्रित गर्नु भनेको के हो त? सिधा कुरा हो, अर्को वर्ष वा अर्को महिना के हुन्छ भनेर चिन्ता गरेर नबस्ने। लक्ष्य भनेको आज, केवल आज आफ्नो तर्फबाट सबैभन्दा राम्रो गर्ने हो। किनभने नयाँ सुरुवात गर्ने वास्तविक शक्ति अरू कतै होइन, यही वर्तमान क्षणमा लुकेको हुन्छ।
यहाँसम्म त सबै ठिकै छ, तर एउटा प्रश्न उठ्छ, कठिन दिनहरूमा के गर्ने त? किनभने यो यात्रा सधैँ सजिलो र सोझो हुँदैन। पक्कै पनि यस्ता दिनहरू आउँछन् जब अगाडि बढ्नै मन लाग्दैन, एकदमै गाह्रो हुन्छ। हो, त्यस्तो बेला के गर्ने? हो, यही प्रश्नको जवाफ हाम्रो 5औं र अन्तिम चरणमा छ, शान्त प्रगति, अर्थात् आफ्नो यात्रामा विश्वास गर्ने। यो चरणले हामीलाई के सिकाउँछ भने प्रगति सधैँ देखिन्छ भन्ने छैन। कहिलेकाहीँ नदेखिने गरी पनि प्रगति भइरहेको हुन्छ र त्यसमा विश्वास गर्न र धैर्य राख्न सिक्नुपर्छ। यो माझीको चित्र हेर्नुहोस् त, कति शान्त र धैर्यवान देखिन्छ। उसलाई थाहा छ पानीको सतहमा केही नदेखिए पनि सतहमुनि केही न केही भइरहेको छ। हो, हाम्रो प्रगति पनि ठ्याक्कै यस्तै हुन्छ। सधैँ बाहिरबाट नदेखिन सक्छ, तर भित्रभित्रै शान्त र स्थिर रूपमा हामी अगाडि बढिरहेका हुन्छौँ। त्यसैले कठिन दिनहरूलाई अँगाल्न सिक्नुपर्छ। यो यात्रामा केही दिनहरू एकदमै सुस्त लाग्नेछन्, केही दिनहरू साह्रै गाह्रो। यो एकदमै स्वाभाविक हो। यस्तो हुनुको मतलब हामी असफल भयौँ भन्ने होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने रोकिनु भएन। जस्तो सुकै दिन आए पनि, सानै भए पनि एक कदम अगाडि बढिरहनु पर्यो। र अन्त्यमा यो एउटा शक्तिशाली विचार मनमा राखौँ, प्रगति भइरहेको हुन्छ, देख्न नसकिए पनि। हाम्रो हरेक सानो प्रयास, हरेक सानो कदमले हामीलाई अगाडि नै लगिरहेको हुन्छ। हो, यही नदेखिने प्रगतिमा विश्वास गर्नु नै जीवनलाई फेरि सुरु गर्ने सबैभन्दा ठूलो शक्ति हो।